बहुत सारा कुराहरू सुन्दै गर्छौँ कि आइटी भनेको के हो, आइटी सेक्टरमा कुन चाहिँ डिग्री पढ्नुपर्ने हुन्छ। मसँग पनि बहुत सारा स्टुडेन्ट्सहरू आउँछन्, सोध्छन् के गर्ने। म आफै पनि यो फिल्डमा लगभग 20 इयर्सभन्दा माथि भइसक्यो र हरेक पर्सनलाई के भन्छु भन्दाखेरि तपाईँलाई जे इन्ट्रेस्ट छ, कुन सेक्टरमा जाँदा बेटर हुन्छ त्यसैलाई चुज गर्नुहोस्। किन भन्दाखेरि जति राम्रो हाम्रो इन्ट्रेस्ट हुन्छ, जुन सेक्टरमा हामीलाई बढी इन्ट्रेस्ट हुन्छ त्योलाई चुज गर्दाखेरि भोलि गएर फ्युचरमा बेटर गर्न सकिन्छ। अब एक्चुअली के हो भन्दाखेरि अहिलेको समय आइटीको हो होइन। नेपाल पनि अब डिजिटल प्लेटफर्ममा गइरहेछ, हरेक कुरा डिजिटलाइजेसन भइसकेको छ भने कुन चाहिँ डिग्री पढ्दाखेरि बेटर हुन्छ। बहुत सारा डिग्री छ यहाँ, जस्तै बिटेक छ, बिएससी सिएसआइटी छ, बिसिए छ, बिआइटी छन्, बहुत सारा डिग्री छन्। अनि स्टुडेन्टहरू कन्फ्युज छन् कि कुन चाहिँ डिग्री पढ्दाखेरि बेटर हुन्छ भन्दाखेरि अब नर्मली मैले भन्छु यो बिसिए गर या सिएसआइटी गर्दा भन्दाखेरि सर यो किन बेटर होइन, यो किन हो भन्दाखेरि आज सोचे कि च्याट जिपिटीलाई नै युज गरौँ, किन भन्दाखेरि मान्छे एआईको लागि बढी बिलिभ गर्छ अहिलेको समयमा। सोधौँ च्याट जिपिटीलाई। सो मैले क्वेसन के गरेँ भन्दाखेरि फर्स्ट त मैले के भने व्हाट इज आइटी एन्ड कम्पेयर बिट्विन द बिटेक बिएससी सिएसआइटी र बिसिएको बिचमा भनेर छ। अभियसली हामीलाई थाहा छ आइटी भनेको इन्फर्मेसन टेक्नोलोजी हो, जहाँ चाहिँ पर्सन्सहरू कम्प्युटर हार्डवेयर सफ्टवेयर नेटवर्क र पर्सनहरूको कम्युनिकेसन भयो, जसले काम के गर्ने त भन्दाखेरि डाटालाई स्टोर गर्ने, प्रोसेस गर्ने, म्यानेज गर्ने र इन फ्युचर त्यसलाई युज गर्ने र डाटा एक अर्कासँग सेयरिङ गर्ने, यही नै हो इन्फर्मेसन टेक्नोलोजी। र यसैमा यदि हामीले बिजनेस प्रोसेस जोड्छौँ भने त्यो बनिहाल्छ आइएस, इन्फर्मेसन सिस्टम। अब मेजर एरिया के रहेछ भन्दाखेरि हेर्नुहुन्छ भने यहाँ आइटीको मेजर एरिया भनेको डेभलपमेन्ट सेक्टर भयो, वेब, मोबाइल, डाटाबेस, नेटवर्क, साइबर सिक्योरिटी, लगभग हरेक सेक्टरलाई फोकस गरिएको छ। क्यारियर अपर्च्युनिटी अभियसली हामी सफ्टवेयर इन्जिनियर, वेब डेभलपर, मोबाइल एप डेभलपमेन्ट जुन रियल लाइफमा हामीलाई काम लागिरहेको हुन्छ, डाटाबेस एडमिनिस्ट्रेटर, नेटवर्क इन्जिनियर, साइबर सिक्योरिटी, हरेक सेक्टर, क्लाउड इन्जिनियरिङ अहिलेको समयमा हरेकमा युज भइरहेछ भनेको अलमोस्ट यति धेरै अपर्च्युनिटी छ नि। यदि हामीले आइटी सेक्टरमा जाने हो र पढ्ने हो भने हामी लगभग जबको लागि त ग्यारेन्टेड नै हुन्छौँ। अलमोस्ट मेरो स्टुडेन्टहरूले जब पाइरहेको पनि छ। अब यहाँ एउटा कम्पेरिजन देखाइएको छ, हेर्नुहोस् बिटेक भर्सेस बिएससी सिएसआइटी भर्सेस बिसिए इन नेपाल। अभियसली ड्युरेसन हेर्नुहोस् सबै 4 इयर्स नै हो। युनिभर्सिटीमा बिटेक त बहुत सारा युनिभर्सिटीको छ, चाहे पूर्वाञ्चल होस्, चाहे तपाईँको ट्यु होस्, चाहे पोखरा होस्। तर बिएससी सिएसआइटी चाहिँ अलमोस्ट त्रिभुवन युनिभर्सिटी एन्ड अदर्समा चाहिँ बिसिए छ र सिएसआइटी पनि एउटा अदर युनिभर्सिटीमा पनि देखाएको छ। फोकस के हो त भन्दाखेरि बिटेकको फोकस छ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा, सिएसआइटीको फोकस छ कम्प्युटर साइन्स एन्ड टेक्नोलोजीमा र बिसिएको चाहिँ कम्प्युटर एप्लिकेसन र बिजनेसमा छ। अब म्याथ कतिजना स्टुडेन्ट डराउँछन् पनि, कतिजना बहुत इन्ट्रेस्टेड पनि हुन्छन्। म्याथको कन्सेप्ट गर्ने हो भने म्याथमेटिक्स बिटेकमा हाई चाहिन्छ, सिएसआइटीमा नर्मल हाई नै चाहिन्छ र मोडरेट यसमा बिसिएमा ठिक ठिकैको भए पुग्छ। प्रोग्रामिङ कन्सेप्ट हेर्ने हो भने बिटेकमा हाई छ, सिएसआइटीमा भेरी हाई छ एन्ड बिसिएमा हाई देखाइरहेछ। हार्डवेयर नलेज पनि हुन्छ त भन्दाखेरि यस हाई, सिएसआइटीमा मोडरेट र बिसिएमा अलि लो हुन्छ। सफ्टवेयर डेभलपमेन्टको कुरा गर्दाखेरि बिटेकमा हाई देखाइरहेछ, सिएसआइटीमा हेर्नुहोस् भेरी हाई छ, यानि फोकस नै छ सफ्टवेयर डेभलपमेन्टको लागि र बिसिएमा पनि हाई देखाइरहेछ। नेटवर्किङको कन्सेप्ट गर्दाखेरि बिटेकमा हाई, यसमा सिएसआइटीमा पनि हाई र त्यसमा चाहिँ मोडरेट देखाइरहेछ। यसै तपाईँलाई के गरेर सेड्युलिङ गरिदिएको छ, हरेकलाई सो अप गरेको छ, यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। अब फोकस कसलाई इन्डिभिजुअली हेर्दाखेरि फोकस कसको लागि गर्ने त भन्दाखेरि यदि तपाईँ बिटेक गर्न गइरहनु भएको छ भने तपाईँको फोकस हुन्छ इन्जिनियरिङ प्रिन्सिपल, हार्डवेयर एन्ड सफ्टवेयर, नेटवर्किङ, सिस्टम डिजाइनिङ र एम्बेडेड सिस्टममा। बेस्ट कहाँ हुन्छ भन्दाखेरि र कसले पढ्दाखेरि बेटर हुन्छ त, कस्तो टाइपको स्टुडेन्ट भन्दाखेरि जो चाहिँ म्याथमेटिक्सलाई बहुत इन्ट्रेस्टेड गरेर गर्नुहुन्छ, लभ गर्नुहुन्छ,
जो चाहिँ इन्जिनियरिङमा क्यारियर बनाउन चाहनुहुन्छ र हार्डवेयर एन्ड सफ्टवेयरसँग काम गर्न चाहनुहुन्छ भने। अनि क्यारियर सेक्टर के छ त भन्दाखेरि अभियसली नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, इन्फ्रास्ट्रक्चर, क्लाउड, साइबर सिक्युरिटी, टेलिकममा छ। र इन फ्युचर आफ्टर बिटेक गरेपछि तपाईँ के पढ्न सक्नुहुन्छ भन्दाखेरि हायर स्टडी एमटेक, एमएससी सिएसआइटी, एमबिए, एमएस एबोर्ड गर्न सक्नुहुन्छ। एडभान्टेज छ, अभियसली एडभान्टेज छ नै, स्ट्रङ इन्जिनियरिङ फाउन्डेसन हुन्छ, गुड फर द इन्फ्रास्ट्रक्चर र स्ट्रङ टेक्नोलोजी छ। जहाँ एडभान्टेज हुन्छ त्यहाँ डिसएडभान्टेज पनि पक्का हुन्छ। डिसएडभान्टेजमा के छ त भन्दाखेरि म्याथमेटिक्स नजान्ने पर्सन या कम इन्ट्रेस्ट भएकोलाई चाहिँ बहुत डिफिकल्ट छ र बिजनेस एक्सपोजर पनि यहाँ छैन, एकदम छैन नभनौँ, कम छ भनौँ। सिएट र एटीको कुरा गर्दाखेरि फोकस कसमाथि त सिएसआइटीले गरिरहेको छ भन्दाखेरि प्रोग्रामिङलाई, सफ्टवेयर इन्जिनियरिङलाई, एआईलाई, डाटा साइन्सलाई, डाटाबेस सिस्टम, यानि अहिलेको जति पनि टेक्नोलोजी छ त्यसलाई सिएसआइटीले फोकस गरिरहेछ। स्टुडेन्ट्स कसलाई भन्दाखेरि जो चाहिँ सफ्टवेयर डेभलपर बन्न चाहनुहुन्छ, जो चाहिँ कोडिङमा एकदम इन्ट्रेस्टेड हुनुहुन्छ र जो चाहिँ एआई एन्ड डाटा साइन्समा क्यारियर बनाउन चाहनुहुन्छ उहाँहरूको लागि सिएसआइटी बेस्ट छ। क्यारियर पाथ लगभग सेमै हो, माथिको जस्तै हो, सफ्टवेयर इन्जिनियर, फुल स्ट्याक डेभलपर, एआई। यहाँ चाहिँ टोटली बढी फोकस के हुन्छ भन्दाखेरि सफ्टवेयर डेभलपिङको लागि बेटर हुन्छ, फोकस पनि गरिएको हुन्छ र आजको चाहिएको जस्तै डाटा साइन्टिस्ट, साइबर सिक्युरिटी, क्लाउड डेभलपिङको लागि बेस्ट हुन्छ। हायर स्टडी भनेको यदि तपाईँले सिएसआइटी गरिनुभयो भने सकिसकेपछि तपाईँको लागि फर्दर मास्टर्समा के छ भन्दाखेरि एमएससी सिएसआइटी, एमआइटी, एमएस कम्प्युटर साइन्स होइन, एमबिएहरू गर्न सक्नुहुन्छ। स्ट्रङ्गेस्ट के हुनसक्छ त यो पढिसकेपछि भन्दाखेरि तपाईँलाई प्रोग्रामिङ करिकुलम बेस्ट हुनुहुन्छ भने प्रोग्रामिङमा बढी फोकस गर्न सक्नुहुन्छ, बेस्ट हुनसक्छ तपाईँको। सफ्टवेयर डेभलपमेन्टमा तपाईँ एक्सिलेन्ट हुनुहुन्छ र हाई डिमान्ड अहिलेको समयमा भनेको बढी फोकस के हुन्छ भन्दाखेरि जुन कुरा छ साइबर सिक्युरिटी, क्लाउड डेभलपर, एआई, त्यसमा हाइली डिमान्डेबल हुनुहुन्छ। अब अभियसली डिसएडभान्टेज पनि छ, लेस इन्जिनियरिङ, हार्डवेयर फोकस, हार्डवेयरमा कम फोकस गरिएको छ। अब लास्ट एकचोटि हेरौँ बिसिएको लागि। बिसिएमा पनि फोकस केलाई गरिएको छ त भन्दाखेरि प्रोग्रामिङलाई, वेब डेभलपमेन्टको लागि, डाटाबेस म्यानेजमेन्ट, इन्फर्मेसन सिस्टम, बिजनेस एप्लिकेसन, अलमोस्ट तपाईँलाई चाहिने जति कुराहरू छ यहाँ पनि छ। तर एउटा कुरा एड भएको छ, बिजनेस एप्लिकेसन, जसलाई फर्दर भोलि गएर म आफ्नो बिजनेस क्रिएट गर्छु, आइटी सेक्टरमा आफ्नै नै स्टार्टअप सुरु गर्छु भने त्यो पर्सनलाई चाहिँ बिजनेस कन्सेप्ट हुने भएकोले बिसिएको विद्यार्थीको लागि बेस्ट हुनसक्छ। अब आइटी क्यारियर विथ द म्यानेजमेन्ट स्किल हुन्छ, यो पढिसकेपछि इन्टरप्रिन्योरसिप अपर्च्युनिटी हेर्नुहोस्, यो भनेको थियो इन्टरप्रिन्योरसिपको अपर्च्युनिटी बढी हुन्छ। किन भन्दाखेरि बिसिए पढेको पर्सनलाई आइटीको सँगसँगै तपाईँलाई म्यानेजमेन्ट स्किल पनि हुने भएकोले दुवै कुरा गर्न सक्छन्। म्याथमेटिक्स चाहिँ अलिक पोर हुनसक्छ। क्यारियर सेक्टर के छ त भन्दाखेरि बिसिए पढेपछि सफ्टवेयर डेभलपर, वेब डेभलपर, डाटाबेस एडमिनिस्ट्रेटर, इआरपी, आइटी अफिसर, बिजनेस एनालिस्ट, योमा पनि लट अफ सेक्टर छन्, तपाईँ आफूलाई इन्भल्भ हुन सक्नुहुन्छ। हायर स्टडी के छ, एमसिए गर्न सक्नुहुन्छ, एमबिए र एमआइटी। एडभान्टेज के छ त भन्दाखेरि बिटेक र सिएसआइटी भन्दा इजी छ, यसमा म्यानेजमेन्ट र बिजनेस सब्जेक्टहरूको डिस्कस गरिएको छ र इन्टरप्रिन्योरसिप, भोलि गएर म आफ्नो स्टार्टअप खोल्न चाहन्छु त्यसको लागि बेस्ट छ। अभियसली एडभान्टेज धेरै छन्, डिसएडभान्टेज पनि छ। टेक्निकल डेप्थ कम हुन्छ, इन्जिनियरिङ फोकस हुँदैन। अब यहाँ हेर्नुहोस् डिफ्रेन्ट सेक्टर्सको लागि को बेस्ट भन्दाखेरि जस्तै सफ्टवेयर इन्जिनियरको लागि सिएसआइटी गर्नुहोस्, एआई मेसिन सिएसआइटी भनिरहेछ, यो च्याट जिपिटीले पनि सपोर्ट गरिरहेछ, म पनि भन्छु, तर कतिजना च्याट जिपिटीले पनि भनिरहेछ यो कुरा, तपाईँहरूले पनि चेक गर्न सक्नुहुन्छ। डाटा साइन्स, साइबर सिक्युरिटी दुवैलाई दिएको छ सिएसआइटी। यहाँ लट अफ थिङ्सहरूलाई दिएको छ तपाईँहरूलाई, जस्तै आइटी, बिजनेस र इन्टरप्रिन्योरसिप भने स्पेसली फोकसको लागि गरिएको छ बिसिए, यानि हरेक फिल्ड तपाईँहरूलाई बेस्ट हुनसक्छ। ओभरअल कन्क्लुड गर्दाखेरि हेर्नुहोस् के भनेको छ त हेर्नुहोस् त,
सिएसआइटी बेस्ट फर द कसको लागि भन्दाखेरि सफ्टवेयर डेभलपमेन्टको लागि, एआई, साइबर सिक्युरिटी, रिसर्च एन्ड इन्टरनेसनल अपर्च्युनिटीको लागि। बिटेक बेस्ट फर द इन्जिनियरिङ, नेटवर्किङ, इन्फ्रास्ट्रक्चर एन्ड टेलिकम। र बिसिए बेस्ट फर द के को लागि भन्दा आइटी प्लस बिजनेस म्यानेजमेन्ट, गभर्मेन्ट जब, इन्टरप्रिन्योरसिप। यानि हरेक सेक्टरको तपाईँसँग लट अफ अपर्च्युनिटी छ। तपाईँहरूले आफैले डिसाइड गरेर कुनै पनि क्यारियरलाई तपाईँले चुज गर्न सक्नुहुन्छ। चाहे तपाईँ सिएसआइटीलाई पढ्न चाहनुहुन्छ भने त्यसलाई चुज गर्न सक्नुहुन्छ, बिटेक पनि गर्न सक्नुहुन्छ र बिसिए। यो एक्चुअली आज किन डिस्कस गरेँ भनेको सर्टेन पर्सनहरूलाई भन्छु मैले त बिटेक नै गर्न पाइनँ, अब के हुन्छ होला, त्यस्तो केही पनि छैन। हेर्नुहोस् त कम्पेरिजन गर्दाखेरि अभियसली सिएसआइटी पनि त बेस्टै छ, बिसिए पनि छ। सो रिग्रेट गर्ने होइन, जुन सेक्टरलाई पढिरहेको छु त्यसमा टोटल्ली फुल 100% दिने। अभियसली तपाईँले 100% दिनुभयो भने रिटर्न पनि 100% पाउनुहुन्छ। सो थ्याङ्क यू। आजको हामीले डिस्कस यसको बारेमा गऱ्यौँ। केही क्वेसनहरू छ भने सोध्न सक्नुहुनेछ। थ्याङ्क यू फर अल अफ यू। नमस्ते।